म गएँ ल। खाना पाकिसक्यो त खाएर जान। नाइ लेट भइसक्यो अब उतै खाने। म गएँ ल। बाबा मेरो एसई को रिजल्ट आयो। म पनि प्लस 2 पढ्न चाहन्छु। छोरी मान्छेले धेरै पढेर के गर्छौ? आखिर भोलि अर्काको घर जाने जात हो। साइलको खर्च धान्न त धौधौ छ। के भयो सुहाना? बाबाले के भन्नुभयो तिमीलाई? मेरो पढ्ने सपना यही सकियो दाइ। बाबाले मलाई पढाउन बाट्नुभयो। त्यस्तो नभन। सपना यति सजिलै मर्दैन। म एकचोटि हेड सरलाई बाबासँग कुरा गर्न लाउँछु। उहाँले भनेपछि मान्नुहुन्छ कि? तिमी टेन्सन नलिए है। सुहाना नमस्ते नमस्ते। ल धेरै धेरै बधाई छ तिमीलाई। योपालि पनि टप गर्यो नि तिमीले त है। मार्कसिट हो खै हेरौँ त एकचोटि। ल योपालि पनि जे होस् हाम्रो स्कुलको चाहिँ नाम राख्यो है तिमीले। मैले भन्थेँ नि तिमीलाई पहिल्यैदेखि यसरी नै मेहनत गर्यो भने धेरै राम्रो हुन्छ तिम्रो। ओहो ल ठिक छ धेरै राम्रो गर्यो। ल अब पनि भोलि पर्सि धेरै पढेर एकदम ठुलो मान्छे हुनुपर्छ है। के गर्नु सर? बाबाले पछि पढाउने विचार नै गर्नु भएको छैन। अनि चिन्ता नगर न, म बाबासँग कुरा गरिहाल्छु नि। हिजो मलाई साहिलले पनि फोन गरिरहेको थियो बाबासँग एकचोटि कुरा गरिदिनु भनेर। म घरमा आएर बाबासँग भेटेर कुरा गर्छु है। डोन्ट वरी, चिन्ता नलिऊ तिमी। ए सर पो आउनुभएको रहेछ। आउनुहोस् न सर। नमस्ते नमस्ते म्याम। आउनुहोस्। नमस्ते रमेशजी। नमस्ते। बस्नु सर। अनि आरामै हुनुहुन्छ सर? हजुर आरामै छु। अनि तपाईँ? सब ठिक छ। चिसो तातो के लिनुहुन्छ सर? के होइन, दुःख नगरौँ भयो। होइन, घर आएपछि के खानु पर्यो नि। म चिसो लिएर आउँछु। थ्याङ्क यू। अनि के कति कामले पाल्नुभयो सर? सुहानाको बारे एकचोटि कुरा गरौँ भनेर तपाईँहरूसँग। सुहाना एकदमै एक्स्ट्राअर्डिनरी विद्यार्थी हो। ऊ जस्तो ट्यालेन्टेड विद्यार्थी हजारौँमा एक हुन्छ। म्याथ, साइन्स, तपाईँको इङ्ग्लिस, नेपाली सबैमा टप छ उसको। ऊ जस्तो राम्रो विद्यार्थीलाई तपाईँले अगाडि पढ्न दिनुहोस्। उसको भविष्य एकदमै उज्जवल छ। आफ्नो बाध्यता पनि हेर्नु पर्यो नि सर। छोरालाई पढाए भोलि गएर पाल्छ। यो त बिहे गरेर अर्काको घर गइहाल्छ। दुवैलाई पढाउने मेरो हैसियत नै छैन। शिक्षामा छोरा र छोरी भनेर भेदभाव नगर्नुहोस्। हामी अग्रजहरूले उड्न खोजिरहेको चराहरूलाई पखेटा काट्ने होइन, झन् उड्न सक्ने हौसला पो दिनुपर्छ। ए रमेश,
के छ कता हो त छ यतै हो अनि यस्तो चिन्तित देखिन्छस् के छ तँलाई के भयो के भयो भन्नु सब ठिक छ नि रमेश सबले छोरीले पढा भन्छन् आफूलाई छोराको खर्च धान्नै गाह्रो छ छोरी त अर्काको घर जान्ने जात हो नि अझै पुरानो सोच छ है मलाई हेर मेरो छोरी अहिले नर्स भइसके आज मेरो सब घर छोरीले धाइन राखेकी छ छोरा बुहारी अस्ट्रेलिया गएको 10 वर्ष भयो एक कल बाबुआमालाई फोन गरेर के छ भनेर सोध्दैनन् मैले छोरी नपढाएको भए आज मेरो के हालत हुन्थ्यो भन् त छोरीहरूलाई हामीले अवसर दियौँ भने छोराभन्दा कम्ती हुँदैन विचार गर रमेश छोरी पढाउनु पर्छ सुहाना तिमी साँच्चै नै अगाडि पढ्न चाहन्छौ हजुर बाबा धेरै अनि मेहनत त धेरै लाग्छ नि सक्छौ त जस्तो सुकै परिस्थितिमा नि सक्छु हजुरले गर्व हुनेछ म माथि म हजुरको छोरी हुँ भनेर त्यति मेहनत गर्छु भोलि नै गएर तिम्रो नाम कलेजमा भर्ना गराइन्छ थ्याङ्क यू सो मच बाबा तिम्रो सपना अब कहिले रोकिँदैन थ्याङ्क